हेलो साथीहरू, वेलकम टु माई फर्स्ट भ्लग। आज चाहिँ मैले पार्टी मेकअप गर्दैछु। फर्स्टमा चाहिँ मैले अप्लाई गरेको छु टोनर फेसमा अप्लाई गरेँ। त्यसपछि पालो आएको छ मोइस्चराइजर पनि मैले ओसियाको नै युज गरेको छु। मैले होल फेसमा मोइस्चराइजर युज गरेँ। त्यसपछि पालो आएको छ प्राइमर मैले होल फेसमा अप्लाई गरिसकेपछि पालो आयो पोमेड र एङ्गुलर ब्रसले चाहिँ मैले हल्का टचअप मात्र गरेको छु आइब्रो चाहिँ, किनकि मेरो आइब्रो अलरेडी नै पाक्लो भएकोले टचअप मात्र गरेको छु। अब आइब्रो पातलो हुनेहरूले चाहिँ आइब्रो बढी डार्क कोरेर चाहिँ कन्सिलर गर्नुपर्ने हुन्छ। मैले दुवै आइब्रो चाहिँ कन्सिलर गरेपछि आइलिडमा चाहिँ बेस अप्लाई गरेर ब्लेन्ड गरेको छु। त्यसपछि पाउडरको पालो मैले चाहिँ पाउडर सेट गरेँ। त्यसपछि पालो आयो स्याडो चाहिँ मैले ब्राउन कलरको स्याडो अप्लाई गरेको छु। साइडमा चाहिँ डार्क अप्लाई गरेर चाहिँ सी सेपमा चाहिँ हल्का मात्र ब्राउन स्याडो अप्लाई गरेको छु। यो ब्राउन स्याडो चाहिँ आई मेकअप चाहिँ जुनसुकै ड्रेसको लागि पनि सुट हुन्छ। त्यसपछि पालो आयो ग्लिटरको। मैले चाहिँ ग्लिटर अगाडि मात्र अप्लाई गरेको छु। हाफ कटको सेपमा चाहिँ मैले ग्लिटर अप्लाई गरेको छु। राम्ररी ब्लेन्ड गरेँ ग्लिटरलाई। त्यसपछि पालो आएको छ लाइनर चाहिँ अगाडि पातलो लगाएर पछाडि बाक्लो लगाएको छु। आइलाइनर पनि कम्प्लिट भएको छ। त्यसपछि पालो आयो आइकल, अनि त्यसपछि मैले ल्यासेस र मस्कारा लगाएको छु। त्यो भिडियो चाहिँ बनाउन मैले बिर्सेछु। अब पालो आएको छ बेसको। मैले होल फेसमा चाहिँ बेस अप्लाई गरेँ। ब्लेन्डरले पुरै होल फेसमा ब्लेन्ड गरेको छु। बेस चाहिँ आफ्नो सेटभन्दा एक सेट लाइट लगाउनु पर्छ। त्यसपछि पालो आयो ब्लसर चाहिँ मेरो मेकअपको सबसे बेस्ट पार्ट हो। मैले ब्लसर अप्लाई गरिसकेपछि लगाएको छु हाइलाइटर पछि ब्राउन लिप पेन्सिलले चाहिँ लिप ड्र गरेको छु। आफ्नो जस्तो लिप छ त्यस्तै ड्र गरेको छु। त्यसपछि मैले लगाएको छु न्युड लिपस्टिक। यो हो मेरो फाइनल लुक्स। कस्तो लाग्यो साथीहरू?